आज चाहिँ म हजुरहरूलाई एउटा डेस्कटपमा अब स्क्रिनको भिडियो कसरी रेकर्ड गर्ने भन्ने बारे एउटा सानो भिडियो लिएर आएको छु है। यो चाहिँ तपाईँको यस्तो फ्री क्याम 8 स्क्रिन रेकर्डर डाउनलोड भनेर एउटा सफ्टवेयर आउँछ। तपाईँले गएर डाउनलोड गर्न सक्नुहुन्छ। एउटा इमेल आइडी राख्नु पऱ्यो। मेरो इमेल आइडी भयो, डाउनलोड गरिदिनुहोस्। यो तपाईँको एकछिनमा डाउनलोड स्टार्ट हुन्छ। अनभेरिफाइड भनेर चाहिँ डाउनलोड भेरिफाइड गरिदिने है। धेरै जसो फाइलहरू त्यस्तै हुन्छ। कन्ट्रोल जी हाल्यो भने डाउनलोड भइजान्छ। अघि डाउनलोड गरिसकेको थियो एउटा। यसलाई अब इन्स्टल गरिदिनु। इन्स्टल राइट क्लिक गरेर इन्स्टल एक्सेप्ट गर्नु। अब यसले चाहिने सफ्टवेयरहरू माग्छ। इन्स्टल भयो। लन्च गर्ने कसरी चलाउँदा एकदम सजिलो टुल चाहिँ नर्मल एकदम सिम्पल टुल, सजिलो टुल छ है। जस्तो यसमा न्यू रेकर्डिङमा क्लिक गर्ने। अब यसलाई एडजस्ट गर्ने हजुर कति स्क्रिन चाहिँ रेकर्ड गर्ने भनेर है। यो मैले चाहिँ यसलाई चाहिँ फुल्ली एडजस्ट गरिदिएँ है त। जस्तै यहाँनिर अप्सनहरू छ, कति रिजोल्युसनको गर्ने, माइक अन गर्ने, अफ गर्ने होइन। क्यान्सल सेटिङ्समा अरूहरू छ। यो स्टार्ट, अब रेकर्ड स्टार्ट भयो है। 3, 2, 1 स्टार्ट भयो। अब यहाँ तपाईँले जे गर्नुभयो यो अब यो भिडियो एज अ भिडियो रेकर्ड हुन्छ है। अब तपाईँको जस्तो यहाँ अब क्रोममा गएँ म, अब मेरो मेल आइडी, अब यो अघि डाउनलोड गरेको कुराहरू है यस्तो गरेँ। मलाई पुग्यो रेकर्ड गर्नलाई। अब मैले यहाँ स्किप बटन यसो थिचेपछि यो अटोमेटिकली सेभ हुन्छ है। अब यो प्रिभ्यू अब तपाईँलाई प्रिभ्यू यहाँ हेर्नु पऱ्यो। ल ठिक छ छैन, त्यसरी अघि नै मैले गरेको थिएँ। जे गरेको थिएँ त्यही नै एज अ भिडियो है। अनि अप्सन पनि छ अपलोड टु युट्युब भनेर, डाइरेक्ट एउटा भिडियो पनि छ है। अप्सन पनि छ सेभ एज भिडियो गरिदिनु। अब कहाँनिर सेभ गर्ने भन्ने कुरा हो। अब मैले यहाँ एउटा नाम दिएँ स्क्रिन रेकर्डर पनि, फ्री क्याम 8 भिडियो अनि फ्री क्याम 8 भिडियो डेमो है त। सेभ गरिदिन्छु। एक्सपोर्टिङ भयो। सजिलो छ यो टुल। अरू पनि धेरै टुलहरू छन् अब जो स्ट्रिमरहरूले युज गर्ने टुलहरू पनि छन्। यो चाहिँ एकदम नर्मल एकदम। अब यसलाई मैले यहाँबाट प्ले गरेँ भने यस्तो किसिमले आउँछ। VLC मिडिया प्लेयरबाट प्ले गर्छु। हेर्नु एउटा भिडियो जसरी नै आउँछ है। ठ्याक है त। धन्यवाद। तपाईँहरूलाई यो भिडियो युजफुल लाग्यो भने एउटा लाइक्स दिनु होला।